तपाईलाई हामीले सक्कली र नक्कली रुद्राक्षको बारेमा अर्को भिडियोमा आउने बाचा गरेका थियौं। त्यसै अनुरूप सक्कली र नक्कली रुद्राक्ष तपाईलाई चिनाउनका लागि मेरो हातमा सक्कली रुद्राक्ष छ। नक्कली रुद्राक्ष तपाईलाई चित्रमा देख्नुहुनेछ। सक्कली रुद्राक्षमा हेर्नुस्, यी चित्रहरूमा यसरी रेसा काटेको हुन्छ, जुन रेसा प्राकृतिक हुन्, कुनै पनि कटिङ गरिएको छैन। यसरी देख्न सक्नुहुनेछ। जुन यो रेसा छ, तपाईले यी रेसाहरू हेर्न सक्नुहुन्छ। यी प्राकृतिक रेसाहरू हुन्। यो 5 मुखे रुद्राक्ष हो। यो जुन शिवजीको लागि प्रिय रुद्राक्ष पनि मानिन्छ यसलाई। यहाँ हेर्नुस्, म गनेर पनि देखाउँछु तपाईलाई। 1 2 3 4 5 यी रेसाहरू प्राकृतिक हुन्। जुन तपाईले भद्राक्षमा देख्नुहुन्छ, ती रेसाहरू बाङ्गा टिङ्गा हुन्छन्। कुनै ठाउँमा रुद्राक्ष तपाईलाई चाहिँ झुकिन सक्नुहुन्छ, यस्तो ठाउँमा काटिएको हुन्छ। त्यो हो भने तपाईको लागि नक्कली रुद्राक्ष भन्ने चिन्नु होला। किनभने नक्कली रुद्राक्ष लाउँदाखेरि तपाईलाई असावधानी हुन्छ र सक्कली रुद्राक्ष लाउन पर्यो भने तपाईले सावधानी अपनाउनु पर्ने हुन्छ। त्यसको लागि रुद्राक्ष, प्रत्येक रुद्राक्षको 1 मुखेदेखि 21 मुखे रुद्राक्षसम्म तपाईलाई हामीले प्रत्येक भिडियोहरू राखिदिनेछौँ। हामीलाई फलो गर्नु होला युट्युबमा र फेसबुकमा पनि रुद्राक्ष पेजमा फलो गरी हामीसितै जोडिनु होला। धन्यवाद।